आज बुधबार विक्रम सम्वत 2083 साल वैशाख 2 गते, तदनुसार 2026 साल अप्रिल महिनाको 15 तारिक। आज वैशाख कृष्ण त्रयोदशी तिथि, पूर्व भाद्रपदा नक्षत्र, सूर्योदय बिहान 5:43 र सूर्यास्त साँझ 6:27, चन्द्रोदय बिहान 4:38। आजको शुभ समयको कुरा गर्नुपर्दा ब्रह्म मुहुर्त बिहान 4:09 देखि 4:59 सम्म रहेको छ। ब्रह्म मुहुर्त त्यो दिव्य समय हो जब ब्रह्माण्डका सकारात्मक शक्तिहरू सक्रिय हुन्छन्। यो समयमा उठ्नु भनेको दैवी आशीर्वाद पाउनु हो। अभिजित मुहुर्त दिउँसो 11:40 देखि 12:31 सम्म। यदि कुनै कार्य सुरु गर्न शुभ साइत जुरेको छैन भने अभिजित मुहुर्तमा आँखा चिम्लेर सुरुवात गर्नुस्। यसले असफलतालाई सफलतामा बदल्ने सामर्थ्य राख्छ। अमृत बेला बिहान 7:24 देखि 9:04 सम्म। दिनको त्यो विशेष समय जहाँ चन्द्र र सूर्यको स्थिति अनुकूल हुन्छ। यो बेला गरिने कुनै पनि कार्य दीर्घायु, समृद्धि र सफलताको स्रोत बन्छ। आजको अशुभ समयको कुरा गर्नुपर्दा राहुकाल दिउँसो 12:05 देखि 1:41 सम्म रहेको छ। यो समयमा कसैसँग लेनदेन नगर्नुहोला र कतै टाढाको यात्रामा ननिस्कनुहोला। यमगण्ड बिहान 7:18 देखि 8:54 सम्म। यो समयमा घरको जग हाल्ने वा ठूलो व्यापारको सम्झौता गर्ने काम नगर्नुहोला। दुर्मुहुर्त दिउँसो 11:59 देखि 12:49 सम्म। यो समयमा विवाद हुन सक्ने भएकोले अरूसँग बोल्दा विचार कुर्याउनुहोला। आउनुहोस् राशिफल सुरु गर्नुभन्दा अघि यस शक्तिशाली मन्त्रको उच्चारण गरौँ। यो मन्त्र हो बुध ग्रहको, जसको आशीर्वादले बोलीमा मिठास आउँछ र व्यापारमा सफलता मिल्छ। ओम ब्राम ब्रीम ब्रोम सह बुधाय नमः। ल अब लागौं आजको राशिफलतर्फ। मेष राशि। आज मेष राशि हुनेहरूका लागि दिन उत्साहजनक छ। रोकिएका कामहरू बिस्तारै बन्न थाल्नेछन्। 10औं भावमा शनि र शुक्रको प्रभावले गर्दा सरकारी काम वा जागिरमा राम्रो फाइदा हुने देखिन्छ। व्यापारमा नयाँ लगानी गर्ने सोच छ भने आजको दिन निकै फलदायी रहनेछ। साथीभाइको सहयोगले ठूलो अलमल सुल्झिनेछ। मनमा नयाँ आशा पलाउनेछ। आर्थिक लाभको योग छ। पुराना साथीबाट उपहार वा रोकिएको धन मिल्न सक्छ। पढाइमा ध्यान केन्द्रित हुनेछ। नयाँ कुरा सिक्नका लागि दिन निकै राम्रो छ। आज प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। प्रियजनसँग रमाइलो यात्राको योजना बन्न सक्छ। सावधानी, 12औं घरमा चन्द्र र राहुको युति भएकाले अनावश्यक खर्च बढ्न सक्छ। बजेट मिलाएर चल्नुहोला। उपाय, आज गणेश मन्दिरमा गएर दुब्बो चढाउनुहोला। आफ्नो खल्तीमा सधैँ एउटा रातो रुमाल राख्नुहोला। ओम गङ गणपतये नमः। यस मन्त्रको 108 पटक जप गर्नुहोला। आज तपाईको लागि शुभ रङ रहेको छ रातो। शुभ दिशा पूर्व। शुभ अङ्क 1। शुभ समय बिहान 8:54 देखि 10:29 सम्म। वृष राशि। वृष राशि हुनेहरूका लागि आजको दिन मिश्रित रहनेछ। धैर्यताले काम लिनुहोला। भाग्य स्थानमा शुक्र भएकाले धार्मिक कार्यमा मन जानेछ र सामाजिक काममा मान सम्मान मिल्नेछ। बन्द व्यापारमा आम्दानी राम्रो हुनेछ, तर नयाँ कामको जोखिम अहिले नलिनु नै बेस होला। पारिवारिक सुख मिल्नेछ। घरका मान्यजनको आशीर्वादले गर्दा मन प्रसन्न रहनेछ। आर्थिक क्षेत्रमा आम्दानी र खर्च बराबर जस्तै रहनेछ। बचतमा ध्यान दिनुहोला। छोराछोरीको तर्फबाट केही सुख समाचार सुन्न पाउनुहुनेछ, जसले मन हर्षित बनाउनेछ। आज जीवनसाथीसँगको सम्बन्धमा मधुरता छाउनेछ। घरको वातावरण शान्त रहनेछ। सावधानी, 11औं भावमा राहु भएकाले आम्दानीका गलत बाटोबाट टाढै रहनुहोला। पछि झमेला पर्न सक्छ। उपाय, लक्ष्मी मातालाई मिश्री र सेतो फूल चढाउनुहोला। आज बाहिर निस्कदा अलिकति दही खाएर निस्कनुहोला। ओम सोम शुक्राय नमः। यस मन्त्रको 33 पटक जप गर्नुहोला। आज तपाईको लागि शुभ रङ रहेको छ सेतो। शुभ दिशा दक्षिण। शुभ अङ्क 6। शुभ समय दिउँसो 2:17 देखि 3:52 सम्म। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आजको दिन केही चुनौतीपूर्ण तर उपलब्धिमूलक रहनेछ। 10औं भावमा सूर्य र बुधको बुधादित्य योग भएकाले नोकरीमा पदोन्नतिको सम्भावना छ। व्यापारमा नयाँ प्रविधिको प्रयोग गर्दा फाइदा हुनेछ। पुराना ग्राहकले साथ दिनेछन्। शारीरिक फूर्ति बढ्नेछ। लामो समयदेखि थलिएको रोगमा सुधार आउने सङ्केत छ। आर्थिक स्थिति मजबुत रहनेछ। कतैबाट अचानक धन हात पर्न सक्ने योग छ। विद्यार्थीहरूका लागि आजको दिन कडा मेहनत गर्ने समय हो, जसको फल पछि मिठो हुनेछ।
आज प्रेम जीवनमा अलिकति दूरी बढ्न सक्छ, एकअर्काको भावना बुझ्ने प्रयास गर्नुहोला। सावधानी, अष्टम भावमा शनि भएकाले सवारी साधन चलाउँदा वा बाटो काट्दा निकै सजग रहनुहोला। उपाय, आज बिहानै चराचुरुङ्गीलाई अन्न वा पानी दिनुहोला। हरियो रङ्गको कपडा वा रुमाल प्रयोग गर्नुहोला। ओम बुम बुधाय नमः यस मन्त्रको 108 पटक जप गर्नुहोला। आज तपाईँको लागि शुभ रङ्ग रहेको छ हरियो, शुभ दिशा पश्चिम, शुभ अङ्क 5, शुभ समय बिहान 7:18 देखि 8:54 कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि आजको दिन भाग्यदायी गराउने खालको छ। नयाँ अवसर ढकढक्याउनेछन्। भाग्यभावमा चन्द्रमा र राहुको गोचरले गर्दा अचानक धार्मिक यात्राको अवसर जोड्न सक्छ। व्यापारमा साझेदारीबाट राम्रो मुनाफा मिल्नेछ। वैदेशिक कार्यहरू अगाडि बढ्नेछन्। आफन्त र नातागोतासँगको सम्बन्धमा सुधार आउनेछ। घरमा रमाइलो जमघट हुन सक्छ। आर्थिक लाभ हुनेछ, तर अर्को कुरामा लागेर लगानी गर्दा डुब्ने डर हुन्छ। पढाइ लेखाइमा सुधार आउनेछ। गुरुजनको मार्गदर्शनले सही बाटो देखाउनेछ। आज प्रेम सम्बन्धमा नयाँ मोड आउन सक्छ। विवाहको कुरा चल्ने सम्भावना छ। सावधानी, नवौं भावमा राहु र चन्द्रमा भएकाले मनमा अनेकौं शङ्का र डर उत्पन्न हुन सक्छ। मन स्थिर राख्नुहोला। उपाय, शिवजीलाई काँचो दुध र जलले अभिषेक गर्नुहोला। आमाको पाउ छोएर आशीर्वाद लिनुहोला। ओम नमः शिवाय यस मन्त्रको 108 पटक जप गर्नुहोला। आज तपाईँको लागि शुभ रङ्ग रहेको छ सेतो, शुभ दिशा उत्तर, शुभ अङ्क 2, शुभ समय दिउँसो 3:52 देखि 5:28 सिंह राशि। सिंह राशि हुनेहरूका लागि आजको दिन निकै व्यस्त रहनेछ। कामको चाप बढ्न सक्छ। 7औं भावमा शनि भएकाले व्यापारमा नयाँ सम्झौता गर्दा निकै ध्यान दिनुहोला। सहकर्मीहरूको सहयोगले अप्ठ्यारा कामहरू पनि सजिलै फत्ते हुनेछन्। आर्थिक रूपमा दिन सबल छ। पैतृक सम्पत्तिको उपयोगबाट फाइदा लिन सकिनेछ। स्वास्थ्यमा केही सुधार देखिनेछ, तर खानपानमा भने विशेष सावधानी अपनाउनुहोला। अध्ययन अध्यापनमा लागेकाहरूका लागि आजको दिन बौद्धिक चर्चामा बित्नेछ। आज प्रेममा अलिकति असमझदारी हुन सक्छ। आफ्नो कुरा स्पष्टसँग राख्नुहोला। सावधानी, 8औं भावमा सूर्य र बुध भएकाले स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। हेलचेक्र्याइ नगर्नुहोला। उपाय, बिहान उदाउँदो सूर्यलाई तामाको लोटाबाट अर्घ्य दिनुहोला। खल्तीमा एउटा सानो तामाको टुक्रा राख्नुहोला। ओम घृणी सूर्याय नमः यस मन्त्रको 21 पटक जप गर्नुहोला। आज तपाईँको लागि शुभ रङ रहेको छ रातो वा सुन्तला। शुभ दिशा पूर्व, शुभ अङ्क 1, शुभ समय बिहान 8:54 देखि 10:29 कन्या राशि। कन्या राशि हुनेहरूका लागि आजको दिन निकै फलदायी रहनेछ। मनले चिताएको पुग्नेछ। 7औं भावमा बुध र सूर्य भएकाले व्यापारमा ठूलो आम्दानी र नयाँ चिन्जान हुनेछ। नोकरीमा तपाईँको कामको कदर हुनेछ। नयाँ जिम्मेवारी पाइने सम्भावना छ। घर परिवारमा माङ्गलिक कार्यको चर्चा चल्न सक्छ। सुख र शान्तिको वातावरण रहनेछ। आर्थिक स्थिति बलियो रहनेछ। धेरै समयदेखि फसेको पैसा फिर्ता आउन सक्छ। विद्यार्थीहरूका लागि प्रतियोगितात्मक परीक्षामा सफलता मिल्ने योग छ। आज प्रेम सम्बन्धमा निकै निकटता बढ्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। सावधानी, 7औं भावमा राहु भएकाले जीवनसाथी वा साझेदारसँग सानो कुरामा पनि विवाद हुन सक्छ। उपाय, आज गाईलाई हरियो घाँस वा तरकारी खुवाउनुहोला। बुधबारको दिन मुङ्गाको दाल दान गर्नुहोला। ओम बुङ बुद्धाय नमः यस मन्त्रको 108 पटक जप गर्नुहोला। आज तपाईँको लागि शुभ रङ रहेको छ हरियो, शुभ दिशा उत्तर, शुभ अङ्क 5, शुभ समय बिहान 7:18 देखि 8:54 तुला राशि। तुला राशि हुनेहरूका लागि आजको दिन धेरै मेहनत गर्नुपर्नेछ, तर फल भने राम्रो मिल्नेछ। 4औं भावमा शुक्र र शनि भएकाले घर जग्गा वा वाहन खरिदको योजना बन्न सक्छ। व्यापारमा मध्यम लाभ हुनेछ, तर उधारो कारोबार गर्दा अलि विचार गर्नुहोला। साथीभाइको सहयोगले मानसिक तनाव कम हुनेछ। रमाइलो ठाउँको भ्रमण हुन सक्छ। आर्थिक क्षेत्रमा सानातिना बाधा आए पनि काम रोकिने छैन। खर्चमा नियन्त्रण गर्नुहोला। पढाइमा अलि बढी समय दिनुपर्ने देखिन्छ। एकाग्रताको कमी हुन सक्छ। आज प्रेम जीवनमा रोमान्स छाउनेछ। मनको मान्छेसँग समय बिताउन पाउनुहुनेछ। सावधानी, 6औं भावमा राहु र चन्द्रमा भएकाले शत्रुहरू सक्रिय हुन सक्छन्। आफ्नो गोपनीयता जोगाउनुहोला। उपाय, देवी मन्दिरमा गएर सेतो मिठाई चढाउनुहोला।
आज सुत्ने बेलामा आफ्नो सिरानी मुनि अलिकति चामल राख्नुहोला। ओम द्राङ द्रिङ द्रौङ सह शुक्राय नमः यस मन्त्रको 108 पटक जप गर्नुहोला। आज तपाईँको लागि शुभ रङ रहेको छ सेतो। शुभ दिशा पश्चिम। शुभ अङ्क 6। शुभ समय दिउँसो 12:05 देखि 1:41 वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन अत्यन्तै सुखद रहनेछ। आम्दानीका स्रोत बढ्नेछन्। पाँचौं भावमा सूर्य र बुधको योगले सन्तानको तर्फबाट खुसी मिल्नेछ र विद्यामा प्रगति हुनेछ। व्यापार व्यवसायमा लगानी बढाउने समय छ। नयाँ योजनाहरू सफल हुनेछन्। मान सम्मानमा वृद्धि हुनेछ। समाजमा तपाईँको छुट्टै पहिचान बन्नेछ। आर्थिक लाभको बलियो योग छ। कतैबाट उपहार वा इनाम मिल्न सक्छ। खेलकुद वा कला क्षेत्रमा लाग्नेहरूका लागि आजको दिन विशेष सफलताको रहनेछ। आज प्रेम सम्बन्धमा विश्वासको वातावरण बन्नेछ। नयाँ प्रेम प्रस्ताव आउन सक्छ। सावधानी, पाँचौं भावमा राहु भएकाले सट्टापट्टा वा जुवा जस्ता कुराबाट टाढै रहनुहोला। उपाय, हनुमान चालिसाको पाठ गर्नुहोला। हनुमानजीलाई चमेलीको तेल र सिन्दूर चढाउनुहोला। ओम अङ अङ्गारकाय नमः यस मन्त्रको 108 पटक जप गर्नुहोला। आज तपाईँको लागि शुभ रङ रहेको छ गाढा रातो। शुभ दिशा दक्षिण। शुभ अङ्क 9। शुभ समय बिहान 10:29 देखि 12:05 धनुराशि हुनेहरूका लागि आजको दिन केही उतार चढावपूर्ण रहन सक्छ। स्वयं रहनुहोला। पाँचौं भावमा मङ्गल भएकाले काम गर्ने जोस र जाँगर त आउनेछ, तर काम बिग्रन पनि सक्छ। व्यापारमा ठूलो आम्दानी नभए पनि दैनिक खर्च सहजै टर्नेछ। घर परिवारमा अलि खडपड हुन सक्छ। बोल्दा निकै सोचेर मात्र बोल्नुहोला। आर्थिक स्थिति सामान्य रहनेछ। फजुल खर्चले अलि पिरोल्न सक्छ। विद्यार्थीहरूका लागि आजको दिन केही नयाँ पुस्तक पढ्ने वा ज्ञान लिनमा बित्नेछ। आज प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ। एक अर्कामा शङ्का नगर्नुहोला। सावधानी, चौथो भावमा राहु भएकाले घरभित्रको कुरा बाहिर नभन्नुहोला। मानहानि हुन सक्छ। उपाय, भगवान विष्णुको पूजा गरी पहेँलो फूल चढाउनुहोला। निधारमा केसर वा पहेँलो चन्दनको टीका लगाउनुहोला। ओम ब्रिङ बृहस्पतये नमः यस मन्त्रको 108 पटक जप गर्नुहोला। आज तपाईँको लागि शुभ रङ रहेको छ पहेँलो। शुभ दिशा उत्तर पूर्व। शुभ अङ्क 3। शुभ समय बिहान 5:43 देखि 7:18 मकर राशि हुनेहरूका लागि आजको दिन निकै राम्रो छ। पराक्रम र साहस बढ्नेछ। दोस्रो भावमा शनि र शुक्र भएकाले बोलीको प्रभावले अरूलाई मोहित पार्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विशेष गरी फलाम वा मेसिनरी काममा राम्रो लाभ मिल्नेछ। छोटो दूरीको यात्रा हुन सक्छ जसले मनलाई ताजा र फुरुङ्ग बनाउनेछ। आर्थिक रूपमा दिन बलियो छ। बचत गर्ने बानीले भविष्यमा फाइदा पुर्याउनेछ। विद्यार्थीहरूले परीक्षामा राम्रो नतिजा ल्याउन सक्नेछन्। मेहनतको फल मिल्नेछ। आज प्रेम सम्बन्धमा स्थायित्व आउनेछ। घरका सदस्यले तपाईँको प्रेमलाई स्वीकार्न सक्छन्। सावधानी, तेस्रो भावमा राहु भएकाले दाजुभाइ वा छिमेकीसँग विवाद हुन सक्छ। शान्त रहनुहोला। उपाय, शनिदेवको मन्दिरमा पिपलको बोटमा पानी र तेलको दियो बाल्नुहोला। कालो कुकुरलाई रोटी वा बिस्कुट खुवाउनुहोला। ओम सम शनेश्चराय नमः यस मन्त्रको 108 पटक जप गर्नुहोला। आज तपाईँको लागि शुभ रङ रहेको छ कालो वा गाढा नीलो। शुभ दिशा पश्चिम। शुभ अङ्क 8। शुभ समय साँझ 5:28 देखि 7:03 कुम्भ राशि हुनेहरूका लागि आजको दिन धैर्य र शान्तिले काम लिनुपर्ने समय छ। आफ्नै राशिमा शनि भएकाले काममा ढिलासुस्ती हुन सक्छ, तर काम अवश्य बन्नेछ। व्यापार व्यवसायमा ठूलो लगानी अहिले नगर्नुहोला। समय पर्खिनु नै बुद्धिमानी हुनेछ। परिवारको साथ र सहयोगले मानसिक बोझ कम हुनेछ। केही राहत महसुस हुनेछ। आर्थिक पक्षमा केही सुधार आउनेछ, तर ऋण लिने काम आज नगर्नुहोला। अध्ययनमा ध्यान दिन कठिन हुन सक्छ। ध्यान वा योगको सहारा लिनुहोला। आज प्रेम जीवनमा अलिकति खल्लोपन आउन सक्छ। प्रियजनलाई समय दिनुहोला। सावधानी, दोस्रो भावमा राहु भएकाले धनको नोक्सानी हुन सक्छ वा महँगो सामान हराउन सक्छ। उपाय, शिवजीको पूजा गरी ओम नमः शिवाय मन्त्रको जप गर्नुहोला। ग्वाला वा दूध बेच्ने मान्छेलाई केही सिक्का दान गर्नुहोला। ओम सम शनेश्चराय नमः यस मन्त्रको 108 पटक जप गर्नुहोला। आज तपाईँको लागि शुभ रङ रहेको छ नीलो। शुभ दिशा दक्षिण पश्चिम। शुभ अङ्क 4। शुभ समय दिउँसो 1:41 देखि 3:17 मीन राशि हुनेहरूका लागि आजको दिन निकै महत्त्वपूर्ण छ। नयाँ सोच र ऊर्जा प्राप्त हुनेछ।
आफ्नै राशिमा सूर्य र बुध भएकाले बौद्धिक कार्यमा तपाईँको वर्चस्व कायम रहनेछ। व्यापारमा सोचेभन्दा बढी फाइदा हुन सक्छ। नयाँ ठाउँमा शाखा विस्तारको योग छ। धार्मिक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। मनमा शान्ति र आनन्द छाउनेछ। आर्थिक लाभको राम्रो अवसर मिल्नेछ। कतैबाट ठूलो रकम हात पर्न सक्छ। विद्यार्थीहरूका लागि आजको दिन निकै राम्रो छ। उच्च शिक्षाका लागि बाटो खुल्नेछ। आज प्रेम सम्बन्धमा मधुरता छाउनेछ। जीवनसाथीको पूर्ण सहयोग र माया मिल्नेछ। सावधानी, आफ्नै राशिमा राहु र चन्द्रमाको युति भएकाले भ्रममा पर्न सकिन्छ। आँखा चिम्लेर कसैको विश्वास नगर्नुहोला। उपाय: विष्णु मन्दिरमा पहेँलो मिठाई वा फलफूल चढाउनुहोला। आज बिहान खाली पेटमा तुलसीको पात चबाउनुहोला। ओम नमो नारायणाय यस मन्त्रको 108 पटक जप गर्नुहोला। आज तपाईँको लागि शुभ रङ रहेको छ पहेँलो। शुभ दिशा उत्तर पूर्व। शुभ अङ्क 3। शुभ समय बिहान 8:54 देखि 10:29 सम्म। आजको राशिफल यति नै। भोलि फेरि भेटौँला। नमस्कार।